कुन कम्पनीको नयाँ आइपिओ आउँछ त? धेरै समयपछि कम्पनीहरूले आइपिओ धमाधम निष्कासन गरिरहेको छन्। धितोपत्र बोर्डको पाइपलाइन हेर्ने भने त आइपिओ निष्कासन गर्ने कम्पनीहरूको लस गर्ने देखिन्छ। तर अब सुरुमा कुन कम्पनीले आइपिओ निष्कासन गर्छ भन्ने धेरैको चासो छ। यही वैशाख महिनामा नै अरु दुईवटा नयाँ कम्पनीले आइपिओ निष्कासन गर्ने सम्भावना छ। एक नम्बरमा छ सानवी एनर्जी लिमिटेड। यो कम्पनीले अहिले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि र आयोजना प्रभावित लोकल बासिन्दाहरूको लागि आइपिओ निष्कासन गरिरहेको छ। त्यो इस्यु क्लोज हुने बित्तिकै जनरल पब्लिकलाई यो कम्पनीले आइपिओ निष्कासन गर्नेछ। यो कम्पनीको आइपिओ प्रति किता 100 रुपैयाँकै दरमा आउँछ भने कम्पनीले टोटलमा चाहिँ 35,90,000 किता आइपिओ निष्कासन गर्न आँटेको हो। यो कम्पनी अरु कम्पनीहरूको कम्पेरिजनमा चाहिँ राम्रो छ। कम्पनीको इपीएस अथवा चाहिँ नेटवर्थ राम्रो नै देखिन्छ। त्यसैगरी अर्को आइपिओ आउन लागेको कम्पनी रहेको छ ट्रेड टावर लिमिटेड। यो कम्पनीले पनि अहिले वैदेशिक रोजगारमा हुने नेपालीहरूको लागि आइपिओ निष्कासन गरिरहेको छ। त्यता क्लोज हुने बित्तिकै यो कम्पनीको डाइरेक्टली पब्लिकमा इस्यु हुनेछ। यो कम्पनीले पनि प्रति किता 100 रुपैयाँकै दरमा 39,71,000 किता आइपिओ निष्कासन गर्न आँटेको हो। ट्रेड टावर लिमिटेडले लिजिङ, फाइनेन्सिङ र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट रिलेटेड काम गर्ने गर्छ। काठमाडौँ स्थित थापाथलीमा रहेको ट्रेड टावर पनि यही कम्पनीको अन्डरमा पर्छ, जुन 2011 देखि अपरेसनमा रहेको छ। र यो कम्पनीको फाइनान्शियल स्ट्याटस पनि ठिकै नै देखिन्छ। अर्निङ पर शेयर पनि पोजिटिभ छ भने नेट वर्थ शेयर पनि डिसेन्ट देखिन्छ। सो यो दुईटा कम्पनी राम्रो नै देखिन्छ। आइपिओ आयो भने मजाले अप्लाई गर्न चाहिँ सकिन्छ। यस्तै शेयर मार्केट रिलेटेड इन्फर्मेसनको लागि हामीलाई फलो चाहिँ गर्नु होला।